विकास भनेको के हो त भन्ने कुरा चाहिँ बुझ्न जरुरी हुन्छ क्या। विकास भनेको इन्फ्रास्ट्रक्चर मात्रै हो कि, बाटो मात्रै हो कि, हस्पिटल मात्रै बनाइदिए विकास हुन्छ कि, भनौँ विद्यालयको भवन मात्रै बनाइदिए विकास हुन्छ कि भन्ने कुरा भन्दा पनि त्यहाँनिर भनौँ न सेवा सुविधा कतिको छ होइन, त्यहाँनिर ग्रिनरी कतिको छ, त्यहाँनिर पार्कहरू कतिको छ होइन, त्यहाँनिर भनौँ न फ्यामिली पिकनिक जाने ठाउँ कति छ, सार्वजनिक शौचालयहरू कति छन्, त्यहाँनिरको सरकारी कार्यालय जाँदाखेरि त्यो ह्यासल फ्री छ कि लाइन बस्नुपर्छ कि, कतिको गाह्रो छ, सरकारी कार्यालय जाने भन्ने बित्तिकै दिक्क लागेको छ कि, मान्छेको भनौँ न हेल्थको सुविधा छ कि छैन, इन्सुरेन्सहरू छ कि छैन, त्यहाँनिरको स्कुलहरूमा भवन त ठिक छ, त्यहाँनिर पढाउने तरिका सही छ कि छैन, त्यहाँनिरको सिलेबस सही छ कि छैन, त्यहाँनिर किताब पढाएको हो कि ज्ञान दिएको हो भन्ने कुरा चेक गर्नु पर्यो। त्यहाँनिर विद्यार्थीहरू जाँदाखेरि टिचरलाई देख्ने बित्तिकै डराउँछन् कि टिचर आएपछि खुसी हुन्छन् ल आज केही नयाँ कुरा सिकिन्छ भन्ने छ कि, किताब मात्रै पढेर इक्जाम मात्रै दिइरहेको छौँ भन्ने कुराहरूलाई चाहिँ जोडिएन अहिलेसम्म जस्तो लाग्छ होइन।